अहिले तपाईँ हेर्दै हुनुहुन्छ काजी पोडकास्ट। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ। काजी पोडकास्ट लिएर उपस्थित भइसकेका छौँ। महक क्रिएसनको प्रस्तुति महक रेकर्डिङ स्टुडियो जुन वनस्थलीमा अवस्थित रहेको छ हो हामीलाई साथ सहयोग र हौसला प्रदान गरेको छ। गीत सङ्गीत रेकर्ड गराउनको निमित्त सम्झनै पर्ने एक उत्कृष्ट नाम हो जुन बालाज्यू वनस्थलीमा रहेको छ। यहाँहरूले सम्झनुहोला, गीत सङ्गीत रेकर्ड गराउनु पर्ने छ, पक्कै पनि गीत सङ्गीत रेकर्ड गराउनको निमित्त पनि यहाँहरूको सेवामा हाजिर रहेको छ महक रेकर्डिङ स्टुडियो। यो जानकारी यहाँहरूलाई गराइ नै सकेको छु। काजी पोडकास्टमा यहाँहरूको साथमा म रमेश बस्नेत। म मात्र छैन, आज हाम्रो साथमा हुनुहुन्छ लोक तथा दोहोरी गीत सङ्गीतलाई अत्यन्तै माया गर्नुहुन्छ। यहाँ लोकगीत सङ्गीतलाई नै गाउँदै लोकगीत सङ्गीतमै रम्ने रमाउने तपाईँ मनहरूका निमित्त पनि एकजना लोक तथा दोहोरी गायिकालाई मैले निमन्त्रणा गरेको छु। हाम्रो निम्तोलाई स्वीकारेर आइ नै सक्नु भएको छ। आज हाम्रो साथमा लोक तथा दोहोरी गायिका ऋतु बोहरा हाम्रो साथमा हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूमा। के छ, सन्चै हुनुहुन्छ ऋतुजी? हजुर सन्चै छु। यहाँको जन्मथलो कुन ठाउँमा जन्मिनु भयो यहाँ? हजुर म जन्मेको चाहिँ बागलुङ नुवा र चापाबोट भन्नेमा। बागलुङ गीत सङ्गीतको लागि धेरै कलाकारहरूको जन्म भएको ठाउँ, जन्मभूमि, त्यो सुन्दर ठाउँमा जन्मिनु भएको गायिका हुनुहुन्छ। यहाँ लोकगीत सङ्गीतलाई अत्यन्तै माया गर्नुहुन्छ है? हजुर एकदमै। लोकगीत सङ्गीत त मेरो नसामा छ भन्दा पनि हुन्छ। यहाँको जुन बागलुङ जन्मथलो भन्ने बित्तिकै यहाँको बाल्यकाल कस्तो रह्यो? मेरो बाल्यकाल चाहिँ खास सानैदेखि गीत गाउँथेँ म। सानैदेखि स्कुलमा कम्पिटिसनहरू हुँदा, शुक्रबारी कार्यक्रमहरू हुँदा गीतहरू, गजलहरू अनि कविताहरू लेख्दा चाहिँ जहिले म फर्स्ट नै हुन्थेँ। त्यसरी नै मेरो बाल्यकाल चाहिँ अलिकति मलाई गीत सङ्गीतमा लाग्न चाहिँ त्यसबाट पनि एकदम प्रेरणा मिल्यो। विशेष गरी शुक्रबारको दिनहरू चाहिँ स्कुलमा विभिन्न कार्यक्रमहरू हुने, प्रतियोगिताहरू हुने, त्यसमा यहाँ सहभागी भइरहनुहुन्थ्यो? हजुर एकदमै। गीतहरू पनि सुन्ने गर्नुहुन्थ्यो? एकदमै। मैले पहिला चाहिँ एफएमहरूमा एकदमै सुन्थेँ अनि कलहरू पनि कहिलेकाहीँ एफएमहरूमा त्यो कल गरेर गीत गाउने कार्यक्रमहरू हुन्थ्यो। त्यस्तोमा चाहिँ गएको थिएँ। धेरै पटक त गाएन, 2-4 पटक चाहिँ गएको थिएँ। तर म सानैदेखि एकदमै गायिका नै बन्छु भन्ने चाहिँ त्यो एक किसिमको हुन्छ नि, एक किसिमको त्यो चाहना, एक किसिमको त्यो चाह थियो ममा एकदमै सानैदेखि, बच्चैदेखि तपाईँलाई रुचि थियो एक दिन म गीत चाहिँ गाउँछु होइन, सबै दर्शक श्रोताहरूको मनमुटुमा बस्न सफल हुन्छु भन्ने त्यो भित्री मनैदेखि चाहना चाहिँ थियो? हजुर एकदम चाहना चाहिँ थियो। तर चाहना हुँदाहुँदै पनि अब मेरो माइतीहरू चाहिँ अलिकति आर्थिक रूपमा कमजोर हुनुहुन्थ्यो अनि त्यो कारणले चाहिँ त्यो पुरा हुन सकेको थिएन। बिस्तारै पछाडि चाहिँ पुरा भयो। यहाँले भन्नुभयो जुन यहाँको त्यो चाहना थियो, अलिकति घर परिवारमा त्यो आर्थिक अवस्था विभिन्न कारणले गर्दाखेरि त्यो चाहना चाहिँ पुरा हुन पाएन, तर बिस्तारै बिस्तारै क्रमिक रूपमा चाहिँ अगाडि यहाँ बढ्न छाड्नु भएन? हजुर नै, मैले चाहिँ एकदम हिम्मत चाहिँ हारेन मैले है। म एक दिन चाहिँ गायिका चाहिँ बनेरै छोड्छु अनि म बच्चैदेखि तिमी चाहिँ ठुलो भएर के बन्छौ भनेर सोध्ने मलाई। म चाहिँ तिमी पढेर चाहिँ ठुलो भएर के बन्छौ भन्दा म चाहिँ गायिका बन्ने हो भन्ने त्यो किसिमको एकदमै थियो बच्चैदेखि सोच। अनि गाउँमा हुँदा पनि हुन्छ नि अब विवाह व्रतबन्ध होइन, यस्तोमा गाउन पर्यो भने हुन्छ आन्टीहरू होइन, काका काकीहरू उहाँहरूले चाहिँ मेरै नाम लिनुहुन्थ्यो। गाउँछ उसले, उसलाई बोलाउन भन्नुहुन्थ्यो। अब यहाँ त एउटा छोरीचेली मान्छे गाउँघरमा हेर्ने दृष्टिकोणहरू फरक हुन्छन्। हजुर, छोरीचेली मान्छेले गीत गाएर के हुन्छ र भन्ने कुराहरू पनि आउँथे? एकदमै एकदमै आउँथ्यो। अब अरूबाट भन्दा पनि आफ्नै फ्यामिलीबाट आउँथ्यो है। अब मेरो बुवाले होइन, अब भनौँ न यस्तो खालको कन्सेप्ट थियो कि गाउँतिर अब गीत गाउनै हुन्न भन्ने टाइपको कन्सेप्ट थियो। अब म व्रतबन्धहरूमा होइन त्यस्तोमा गएर गीत गाउँदा पनि बुवाहरूले जस राम्रो मान्नुहुन्थेन, त्यस्तो खालको वातावरण थियो। बिस्तारै बिस्तारै परिवर्तन भयो। त्यतिखेर मन कस्तो भएको थियो यहाँको? त्यतिखेर त म सानै थिएँ होइन। त्यतिखेर त लगभग त्यस्तै 13-14 त्यस्तै वर्षको थिएँ। त्यतिखेर चाहिँ यसरी गीत गाउन चाहिँ किन दिनुहुन्न होला
भन्ने त्यो खालको एकदम ममा चाहिँ एकदम सोच चाहिँ आउँथ्यो। त्यतिखेर निराश हुनुभएको थियो अथवा रिस उठेको थियो के थियो? रिस त उठेन होइन, रिस उठेन, तर एक किसिमको त्यो म बच्चैदेखि एकदमै अलिकति सानो कुरालाई पनि अलिकति गहिराइमा पुगेर सोच्थेँ म बच्चैदेखि। अनि किन यस्तो गर्नुहुन्छ होला, गीत गाउँदामा के हुन्छ होला भन्ने टाइपको एउटा सोचाइ चाहिँ थियो ममा। तर बिस्तारै बिस्तारै परिवर्तन भयो, त्यो परिवर्तन हुँदै गयो। त्यसपछि यहाँले आफ्नो पढाइलाई पनि अगाडि बढाउँदै जानुभयो होइन? हजुर। पढाइलाई कहाँसम्म पुर्याउनु भयो? पढाइ मेरो ब्याचलर सेकेन्ड इयरसम्म पढाए हो। त्यसपछि गीत सङ्गीतको यात्रामा चाहिँ कहिलेदेखि लाग्नुभयो? एल्बमै निकाल्छु अथवा एल्बमै निकाल्नलाई चाहिँ कति समयबाट चाहिँ निकाल्न थाल्नुभयो? कतिवटा गीत निकाल्नुभयो? गीत चाहिँ मेरो खास गीतै गऱ्यो भने त 15वटा जति छ होला पहिलेदेखि निकालेको। तर निकालेको चाहिँ खासमा मेरो त्यस्तै 69-68 सालमा, 68-69 सालबाट हो। कुन चाहिँ गीत थियो सुरुवातको गीत? मेरो एउटा आधुनिक गीत थियो सुरुवातको गीत चाहिँ। आधुनिक गीत पनि मैले चाहिँ सुरुमै आधुनिक गीत गाउँछु भनेर आँट गरेको थिएँ। भनेपछि यहाँको सुरुवातको दिनहरूमा चाहिँ पहिला सोच्दाखेरि चाहिँ म आधुनिक गीत चाहिँ गाउँछु भन्ने सोच थियो सुरुमै? हजुर, मेरो चाहिँ एकदमै मलाई चाहिँ त्यो आधुनिक गीतको त्यो शब्दहरूले चाहिँ बढी छुन्थ्यो। अलिकति सेन्टिमेन्टल खालको सङ्गहरू हुन्छ नि, त्यस्तो सङ्गहरूले चाहिँ एकदमै छुन्थ्यो मलाई। त्यो समयको ट्रेनै अलि फरक पनि थियो जस्तो लाग्छ मलाई। आधुनिक गीतहरू अन्य गीतहरू अलिक बढी, लोकगीत सङ्गीतभन्दा अलिक बढी हो चर्चा। त्यतिखेर अन्जु पन्त दिदीहरूको गीतहरू एकदमै, शिव परियारहरू होइन, एकदमै राम्रो थियो त्यतिखेर। आधुनिक गीतबाट चाहिँ यहाँको साङ्गीतिक करियर सुरु भयो भनौँ न होइन? त्यसपछि अन्य कुन कुन गीतहरू तयार पार्नुभयो, गाउनुभयो, निकाल्नुभयो? त्यसपछि त लोकदोरी सुरुमा म काठमाडौँ आएँ है आधुनिक गीत गाउने भनेर। अनि आधुनिक गीत रेकर्ड गरिसकेपछि चाहिँ त्यति सोचे जस्तो नतिजा आएन। अब आधुनिक गाउनको लागि त अलिकति सिकेर साधना गरेर होइन अब आउनुपर्ने देखियो। अनि त्यसपछि चाहिँ मैले लोकदोरी गीत निकालेँ एउटा। त्यो गीत चाहिँ राम्रै भएको थियो। भनेपछि यहाँले भन्नुभयो आधुनिक गीतहरू गाउनको लागि चाहिँ सिकेर केही सङ्गीत सम्बन्धी ज्ञान बटुलेर साधना गरेर चाहिँ आउनुपर्ने रहेछ भन्ने त्यहाँको मनमा लाग्यो। तर लोक तथा दोहोरी गीत सङ्गीत गाउनको लागि चाहिँ त्यो गर्नुपर्ने रहेन सर? गर्नुपर्छ, गर्नु त पर्छ, तर आधुनिक गीतलाई जस्तो चाहिँ अलिकति बढी समय दिनु पर्यो। हजुर होइन, त्यति पर्दैन। लोकगीतलाई चाहिँ अब आधुनिक गीतलाई चाहिँ सिक्नै पर्छ। जति साधना गर्यो त्यति राम्रो हो नि त? राम्रो त हजुर हजुर होइन? हजुर। अब यहाँले जुन गीतहरू गाइरहनु भएको छ, जसरी दर्शक श्रोताहरूको माया पाउनु भएको छ, यहाँलाई चिन्नको लागि चाहिँ कुन गीतले भूमिका खेल्यो? मलाई त्यतिखेर चाहिँ अहिले जस्तो त्यस्तो धेरै भ्युज जाने त थिएन, चलन थिएन। तर एउटा गीत थियो, त्यो गीतले चाहिँ त्यतिखेर चाहिँ म बागलुङमै थिएँ। काठमाडौँ चाहिँ म खास गरी भूकम्प पछाडि आएको हो, 72 पछि। हजुर, त्यतिखेर चाहिँ एउटा गिटार बजाइदेऊ भन्ने गीत चाहिँ मैले गाएको थिएँ। त्यो गीतले चाहिँ मलाई प्लस पोइन्ट गरेको थियो। अब यहाँ विशेष गरी गीत गाउनका लागि भनेर काठमाडौँ एउटा स्टुडियोसम्म आउनको लागि चाहिँ तपाईँ को मार्फत चाहिँ कसलाई भेट्नु भएको थियो पहिला? यो गीत सङ्गीतमै लाग्नको लागि चाहिँ भनेर फलानालाई भेट्न पाए हुन्थ्यो, फलानासँग भेटेर चाहिँ गीत सङ्गीतको यो यात्रालाई अगाडि बढाउन पाए हुन्थ्यो भनेर चाहिँ कोसँग भेट भएको थियो? सुरुमा म काठमाडौँ आउँदा चाहिँ, हजुर, म काठमाडौँ आउँदा चाहिँ म चाहिँ खास त्यो त एकदम कहानी एकदम छ है। त्यतिखेर चाहिँ म जान्छु भनेर चाहिँ एक्लै डिसिजन गरेको है। घरमा पनि भन्नु भएन? एक्लै एकदम म अब काठमाडौँ जान्छु, मलाई चाहिँ गीत सङ्गीतमा केही गर्नु छ, म चाहिँ काठमाडौँ जान्छु भनेर चाहिँ एक्लै सोचेँ है। अनि मैले चाहिँ खास मेरो श्रीमान हुनुहुन्छ, अनि मेरो श्रीमानलाई काठमाडौँ जाऊँ भने है। अब बागलुङमा घर थियो हेर्नु, अब म त एउटा घरको साउनी थिएँ त्यहाँनिर होइन, साउनी थिएँ। अनि अब गाउँतिर त कस्तो हुन्छ भने अब यस्तो साउनी भएको मान्छेले अब घरै छोडेर काठमाडौँ जाने भन्ने खालको त्यो किसिमको वातावरण है, त्यस्तो थियो। अनि तर मैले चाहिँ मेरो लक्ष्यभन्दा, मेरो उद्देश्यभन्दा अरू केही पनि ठुलो लागेन कि मलाई चाहिँ।
अनि मैले चाहिँ खास घरै छोडेर हिँडेको हेर्नु म जे गर्छु यो गीत सङ्गीतमै गर्छु भनेर हजुर म गीत सङ्गीतमै गर्छु भनेर अनि घर छोडेर हिँडेँ मैले अब घर छोडेर हिँडिसके पछाडि चाहिँ अब कति अब हुन त मेरो लक्ष्य उद्देश्य अब मभित्र थियो होइन तपाईँको दबिरहेको थियो हजुर त्यो किसिमको भोग थियो मलाई होइन अनि धेरैजनाले भन्नुभयो यस्तो घरको सावनी भएर पनि आफ्नो घरमा नबसेर काठमाडौँमा गएर भाडामा बसेको छ भन्ने किसिमको कुराहरू पनि सुने मैले होइन पछिल्लो समय तर मलाई त्यस्तो कुराहरू काठमाडौँ आउँदाखेरि तपाईँले घरमा चाहिँ भन्नुभएको थियो कि थिएन घरमा चाहिँ मैले खास मेरो श्रीमानलाई भने उहाँले चाहिँ मान्नु भएन अनि म चाहिँ होइन म जिद्दी गरेर म जान्छु ल तपाईँ जाने कि नजाने भनेर अनि त्यो गरेपछि अनि श्रीमान पनि आउनुभयो अनि तपाईँको जिद्दीपन हजुर मेरो जिद्दीपनले हजुर आउनुभयो अनि त्यसपछि काठमाडौँ आएपछि चाहिँ धेरै सङ्घर्षहरू भयो के गर्नुभयो काठमाडौँ आएपछि त सुरुमा डोरीमा काम गरेँ कतिको दुःखहरू कतिको हुँदो रहेछ यो क्षेत्रमा लागिरहँदा कस्तो कस्तो किसिमको दुःखहरू गर्नुभयो दुःख त एकदमै दुःख छ एउटा लेडिजलाई होइन छोरी मान्छेलाई काठमाडौँ जस्तो ठाउँमा अलिकति आफू चाहिँ एकदम स्ट्रङ नहुने भने चाहिँ धेरै नै गाह्रो छ किनकि यहाँनिर चाहिँ अब राम्रो भन्दा पनि अलिकति नराम्रो मान्छेहरू चाहिँ धेरै भेटिन्छन् किनभने अब अलिकति लेडिज भएपछि अब पहिलो कुरो त हेर्ने दृष्टिकोणै फरक होइन अनि त्यसपछि अझै भन्नुपर्दा अब यहाँ काठमाडौँमा अब हरेक ठाउँको मान्छेहरू हुन्छ नि त सबै राम्रो सोचाइको हुन्छ भन्ने पनि हुँदैन विभिन्न सोचाइको विभिन्न खालको मान्छेहरू हुनुहुन्छ अब धेरै नै सङ्घर्ष गर्नुपर्छ जस्तो लाग्छ मलाई काठमाडौँमा चाहिँ त्यतिखेरको त्यो समयमा त्यो परिवेशमा तपाईँको कुरा काट्ने साथीभाइहरू थिए कि थिएनन् तपाईँले प्रत्यक्ष देख्दाखेरि चाहिँ त्यस्तो खासै त्यस्तो मेरो कुरा काट्ने चाहिँ खासै मैले त्यस्तो थाहा पाएन किनकि मेरो साथी प्राय हुनुहुन्न किनकि म अलिकति डिफ्रेन्ट खालको मान्छे छु अनि साथी खासै बनाउँदिनँ क्या अब साथी बनाएपछि साथी चाहिँ के कारणले नबनाउनु भएको अब म एकजना जीवन साथी भइ नै हाल्नुहुन्छ हजुर अरू किन चाहियो भनेर हो अथवा केही न केही त्यसको रहस्य पनि केही होला नि त त्यो भन्दा पनि कस्तो भन्दा अब जस्तै साथी बनायो भने अब उनीहरूको विचारसँग घुलमिल पनि हुनु पर्यो नि त जस्तै अब घुम्न जाम भन्छन् खाम भन्छन् होइन हरेक कुराहरू हुन्छ त्यो कुरामा चाहिँ म अलि बाहिरी कुराहरूमा चाहिँ त्यति ध्यान नदिने कि अलिकति भित्री बस्न रुचाउने होइन बुकहरू अध्ययन गर्न रुचाउने त्यस्तो खालको भएर चाहिँ त्यति साथीहरूसँग त्यति धेरै साथीहरू भएन मेरो यहाँले भन्नुभयो दोहोरी साँझहरूमा पनि यहाँले काम गर्नुभयो हजुर एउटा कलाकारको लागि पाठशालाको रूपमा लिन्छ दोहोरी साँझलाई पनि हजुर हजुर दोहोरी साँझमा पनि हेर्ने दृष्टिकोणहरू अलिकति फरक हुन्छन् यहाँले त्यो पाउनु भयो भएन कतिको दुःखहरू त्यहाँ भए काम गरिरहँदा मैले दोहोरी साँझमा चाहिँ म काम गर्न बसेँ होइन हजुर त्यहाँदेखि चाहिँ मलाई थाहा भयो लेडिजलाई हेर्ने दृष्टिकोण होइन कस्तो कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले दोहोरी साँझबाट थाहा पाएँ एज म दोहोरी साँझमा चाहिँ त्यस्तो त्यति हुन्छ नि अब त्यति खुलेर त्यस्तो गरेर त हिँड्ने थिएन है म चाहिँ विशेष गरी कामलाई नै फोकस गर्ने के पहिलेदेखि जाने काम गर्ने आउने त्यस्तो टाइपको भएको भएर अनि अरू त्यो धेरै कुराहरू अब अरू साथीहरू होइन अरू साथीहरूले चाहिँ उहाँहरूले चाहिँ त्यो हुन्छ नि अब त्यहाँको रहनसहन अब त्यसमा अलिकति घुलमिल हुनुभएको त्यो देख्दा चाहिँ मैले धेरै कुराहरू चाहिँ अलिकति लेडिजलाई हेर्ने दृष्टिकोण चाहिँ फरकै हुँदो रहेछ भन्ने कुरा चाहिँ पाएँ मैले त्यहाँको के कुराले चाहिँ यहाँको मन चसक्क हुन्छ बेला बेलामा त्यहाँनिर चाहिँ त्यहाँको त्यो हुन्छ नि धुवा धुलो है विशेष गरी अब गाउने मान्छेहरूलाई त्यहाँको त्यो हुक्काको धुलोहरू धुवाहरू होइन अब जस ग्यासहरू जानुहुन्छ चुरोटहरू खाएको त्यो धुवाहरूले स्वरलाई एकदमै असर गर्छ है त्यहाँनिर अनि अर्को कुरा अब गीतहरू गाउँदा दोहोरी साँझमा जस अब सबै ठाउँमा एउटै किसिमको साउन्ड सिस्टम हुन्छ भन्ने हुँदैन है जस्तो साउन्ड सिस्टमले पनि धेरै असर गरिराखेको हुन्छ अनि अब हेर्ने दृष्टिकोण अब ग्यासहरूले अब मान्छे असलै भए पनि
त्यहाँनिर सबैलाई एउटै नजरले हेरिदिनुहुन्छ है। त्यो पनि एकदमै जस दुःखदायी लाग्छ क्या मलाई त्यहाँको। धेरै त गरेन मैले, 4 वर्ष जति गरेँ, त्यसपछि छोडेँ मैले। तर जस मेरो सिकाइ चाहिँ दोहोरी साँझबाटै भयो। त्यहाँ चाहिँ म सिक्नको लागि भनेर गएको हो खास। त्यसलाई चाहिँ व्यावसायिक रूपमा भन्दा पनि म चाहिँ सिक्छु। अब त्यहाँको बाजाहरू होइन, अब गाउन, लाइभ गाउन सिक्नु थियो मलाई, अनि त्यसरी गएको हो म। तर धेरै राम्रो भयो दोहोरीमा गएर। अब पोजिटिभ नेगेटिभ पक्षहरू भनेको त जुन ठाउँमा पनि हुन्छ क्या, जुन ठाउँमा नि हुन्छ। अब यी कुराहरू गरिरहँदा अलिकति दर्शकहरूलाई अलिकति रमाइलो पनि गराउनुपर्छ यो बेला। यहाँका सिर्जनाहरू, यहाँका गीतहरू, यहाँले गाउनुभएका यहाँका गीतहरूमा झुम्नुहुन्छ होइन। यहाँ प्रत्यक्ष रूपमा आज कुराकानी गरिरहँदाखेरि यो बेला कुन चाहिँ गीत गाउनुहुन्छ? एउटा गाइदिनुहोस्। यो बेलामा चाहिँ मेरो अहिले नयाँ निस्केको गीत छ एउटा, भर्खरै 1 महिना पनि भएको छैन। खेम सेन्चुरी दाई, आदरणीय दाई खेम सेन्चुरी, अनि मैले गाएको गीत छ, त्यही नै गाउन चाहन्छु। हुन्छ हुन्छ। कोही मान्छे आँखैमा बस्दो रहेछ, नसोधी दिलभित्र पस्दो रहेछ। कोही मान्छे आँखैमा बस्दो रहेछ, नसोधी दिलभित्र पस्दो रहेछ। दुध जमिँदै हुन्छ दही मोथे घिउ, दुध जमिँदै हुन्छ दही मोथे घिउ। कति राम्रो जिउ तिम्रो, अति राम्रो जिउ, कति राम्रो जिउ तिम्रो, अति राम्रो जिउ। आहा कति राम्रो जिउ तिम्रो, अति राम्रो जिउ। यो यहाँले खेम सेन्चुरीसँग सहकार्य गर्नुभयो? हजुर, खेम दाईसँग गाएको गीत हो यो चाहिँ। कसरी खेमजीसँग चाहिँ कसरी भेट भयो? खेम दाईसँग चाहिँ कस्तो भन्दा, अहिले धेरैले भन्ने गर्नुहुन्छ खेमजीसँग सहकार्य गर्न पाए, खेमजीले जुन सिर्जनाहरू छुनुहुन्छ, जता जानुहुन्छ खेम सेन्चुरीको चर्चा बढी छ, त्यो भएर हो कि अथवा के हो? धेरैले भन्ने गर्नुहुन्छ खेमजीसँग गर्नु पर्यो, खेमजीसँग गर्नुभयो भन्नु कुराहरू गर्नुहुन्छ। दाईको आवाज नि मिठो छ एकदम। अहिलेको यो समयमा त झन् अत्याधिक चर्चाको शिखरमा हुनुहुन्छ, चर्चामा हुनुहुन्छ। त्यही भएर नि हो। यसमा चाहिँ खास मेरो आदरणीय दाई रमेश परियार दाईको शब्द हो यो। उहाँ मार्फत चाहिँ हामी जोडिएको हो। उहाँ रमेश परियार दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ मार्फत नै हो। भनेपछि खेम सेन्चुरी समक्ष चिन्जान हुने एउटा माध्यम चाहिँ रमेश परियारलाई सम्झिनुहुन्छ यहाँ। हजुर, उहाँको माध्यमबाट चाहिँ उहाँ समक्ष पुग्नुभयो अनि कुराकानी भयो, त्यसपछि उहाँले गीत तयार पार्नुभयो होइन? हजुर, उहाँले चाहिँ उहाँको शब्द गर्नुभयो, अनि त्यसपछि हामी त्यो मार्फत चाहिँ जोडियो शब्दहरू। मैले चाहिँ दाईलाई गाउन दिने भन्ने कुरा भयो, त्यसरी जोडिएको हो। यहाँले जुन बागलुङमा बसिरहँदाखेरि कसका गीतहरू बढी सुन्ने गर्नुहुन्थ्यो, हेर्ने गर्नुहुन्थ्यो? बागलुङमा बस्दाखेरि चाहिँ मैले बिमा कुमारी दिदीको गीतहरू एकदमै मन पर्थ्यो मलाई, उहाँको गीतहरू। अनि हाम्रो आदरणीय दिज्यू देवीगढ दिदीज्यू, जुना शिरिष दिज्यू, वसन्त थापा दाईहरू सबै बागलुङकै धेरै हुनुहुन्छ होइन? हजुर, उहाँहरूका गीतहरूमा यहाँ एकदम तल्लीन भएर सुन्ने गर्नुहुन्थ्यो, मन पराउनुहुन्थ्यो। हजुर, एकदमै। उहाँहरूले गीत गाइरहँदाखेरि ओहो उहाँ जस्तै गायिका एक दिन कुनै दिन म पनि बन्छु, के गरी बन्ने होला भन्ने मनमा त्यो उत्सुकता चाहिँ थियो यहाँमा। एकदमै उहाँहरूको गीतहरू सुनेर नै म एकदम उत्सुक हुन्थेँ एकदम। म पनि काठमाडौँ गएर अनि गीत रेकर्ड गरेर म पनि उहाँहरू जस्तै स्टेजहरूमा गीत गाउन एकदमै इच्छा लाग्थ्यो। त्यो मनमा त्यो भित्री इच्छा भइरहँदाखेरि काठमाडौँ आइसकेपछि को गायक गायिकालाई भेट्नु भएको थियो? त्यो भेटिरहँदाखेरि कस्तो किसिमको रियाक्सन थियो यहाँको उहाँहरूको? काठमाडौँ आउँदा खास म काठमाडौँ आइसके पछाडि चाहिँ गीत निकालिनँ बिचमा मैले। म चाहिँ दोहोरी साँझतिर नै अलिकति 3-4 वर्ष बिताएँ, अनि त्यसपछि चाहिँ बल्ल मैले गीत निकाले हो। फलाना गायकलाई भेट्न पाए हुन्थ्यो भनेर मनमा त्यो कौतूहलता, गीत उहाँहरूका गीत सुनिरहँदा, हेरिरहँदा, देखिरहँदा, प्रत्यक्ष मान्छे भेटिरहँदाखेरि कस्तो महसुस भयो त्यतिखेर?
भेट्नु भयो कि भएन? हजुर भेटेँ मैले। अब हाम्रो बसन्त थापा दाईहरू पनि यतै काठमाडौँमै हुनुहुन्थ्यो, उहाँहरूसँग अनि अब कार्यक्रमहरू पढ्दा देवी घरती दिदीहरूसँग अब धेरैसँग भेटेँ। अब हाम्रै खेम दाईसँग होइन, उहाँहरूसँग भेट्दा चाहिँ एक किसिमको ऊर्जा, खुसी होइन अनि आनन्द त्यस्तै प्राप्त हुन्थ्यो। भनेपछि उहाँहरू भेटिसकेपछि उहाँहरू जस्तो गायक गायिकासँग कलाकारहरूसँग चाहिँ राष्ट्रिय स्तरका ख्यातिप्राप्त व्यक्तिहरूसँग मैले भेटिरहँदाखेरि भनेर मनमा त्यो एक किसिमको कौतूहल त यहाँलाई लागिरहन्थ्यो, खुसी लागिरहन्थ्यो भनेपछि? लाग्थ्यो अनि उहाँहरू चाहिँ खास अब कस्तो हुनुहुन्छ होला होइन, रियल भेट्दा चाहिँ कस्तो हुनुहुन्छ होला भन्ने त्यो उत्सुकता पनि हुन्थ्यो। कतिपयले भन्ने गर्नुहुन्छ क्या, फलानालाई मैले भेट्न चाहेको थिएँ, भेट्न मन थियो, तर उहाँहरू बोलिदिनु भएन, हामीलाई अलिकति हुन मान्नु भएको कि हुन त उहाँहरू राष्ट्रिय स्तरको कलाकार हो त्यही भएर नि हो कि भन्ने नि गर्नुहुन्छ क्या। हजुर त्यो किसिमको त भएन नि यहाँलाई? त्यस्तो त भएन मलाई। म फेरि बोल्न अलिकति कमै बोल्छु के म त्यति धेरै बोल्न पनि रुचाउँदिनँ अनि थोरै नै बोल्ने भएकोले अब ठिक्क बोल्ने, मिठो बोल्ने, ठिक्क बोल्ने, छोटो मिठो होइन? हजुर। अनि त्यस्तो धेरै कुरा गर्ने त्यति धेरै चाहना पनि हुन्थेन मेरो। अब जस उहाँहरूको त्यो जीवन सङ्घर्ष होइन त्योहरू चाहिँ बुझ्न मन लाग्थ्यो, त्यति नै हो। विशेष गरी स्कुल पढ्दाखेरि होइन, ती गाउँ बस्तीमा हुँदाखेरिका ती यादहरू सम्झिनु पर्दाखेरि बढी जसो स्कुलका साथीहरूमा कस्ता किसिमका एक्टिभिटिज हुन्थे, कुन यादहरू बढी आउने गर्छ? स्कुलको यादहरू चाहिँ धेरै सम्झिँदा पर्दा चाहिँ जस स्कुलमा त्यो भागेर फिल्म हेर्न गएको चाहिँ धेरै याद आउँछ। कुन बार चाहिँ जानुहुन्थ्यो विशेष गरी स्कुलमा? जस कुन बार भन्दा पनि जस्तै 1 बज्छ नि हाफ टाइम पछि। हजुर हाफ टाइम पछि चाहिँ त्यतिखेर फिल्म भनेपछि यस्तो मनपर्ने के है। अनि मिलेर अनि जाम न फिल्म हेर्न भने त्यो स्कुलको ड्रेससँग। कुन कुन चाहिँ फिल्म हेर्नु भएको थियो याद छ? एउटा फिल्म थियो राम लक्ष्मण भन्ने राम लक्ष्मण भन्ने फिल्म हेर्न पनि म स्कुलबाट भागेर गएको थिएँ। अनि त्यो दिन भागेर जानुभयो, फिल्म हेर्नुभयो, भोलिपल्ट स्कुल आउनुभयो होइन, हाफ टाइम पछि त अर्को क्लास पढाइ हुने भयो। हजुर त्यो सरले खोजी नीति गर्नु भएन? के भनेर मलाई ढाँट्नु भयो, कसरी कुरो के गरेर मिलाउनु भयो? स्कुलबाट त्यो 1 बजे के थाहा पाउनु भयो? भएन, थाहा पाउनु भयो। 1 बजे भागेर जाँदा चाहिँ जस्तै अब स्कुलकै ड्रेससँगै गइदिनु कि हेर्नु अनि यिनीहरू त यस्तो स्कुलको स्टुडेन्ट यसरी स्कुलको ड्रेसमै गएछन् भन्थे है बाटोमा। कतिमा पढ्नुहुन्थ्यो त्यति बेला? त्यतिखेर चाहिँ म त्यस्तै 5, 6मा त्यस्तै पढ्थेँ होला। अनि सरहरूले चाहिँ भोलि कहाँ गएको तिमीहरू 1 बजे भनेर भन्नुहुन्थ्यो अनि घरमा गएको काम परेर भनेर भन्थ्यो। त्यो तरिकाले चाहिँ ढाँट्नुहुन्थ्यो? हजुर। अनि पछाडिबाट अरू साथीहरूले कुरा लगाइदिनुहुन्न थियो? अरू साथीहरूलाई थाहा नै हुन्थेन, हामी जानीलाई मात्र थाहा हुन्थ्यो क्या। कतिजना जानुहुन्थ्यो? 2 जना। 2 जना चाहिँ जानुहुन्थ्यो? हरेक हप्ता जानुहुन्थ्यो कि अथवा महिनामा के हो? त्यस्तो हप्ता त होइन, तर जस राम्रो फिल्म लागेको बेलामा कहिलेकाहीँ गइन्थ्यो। कहिलेकाहीँ चाहिँ जानुहुन्थ्यो, त्यो याद चाहिँ बढी आउने गर्छ है? हजुर मलाई एकदम याद आउँछ। तपाईँको कक्षामा चाहिँ एकदमै मिल्ने साथी? मेरो कक्षामा मिल्ने साथी चाहिँ एउटा सुषमा घमाल भन्ने हुनुहुन्थ्यो। उहाँसँग चाहिँ जस 2-3 क्लासदेखि नै हामी लगभग सँगसँगै भइयो। अहिले चाहिँ कुराकानी हुन्छ हुँदैन, भेटघाट छ छैन, के छ? कहिलेकाहीँ हाई हेलो त हुन्छ, तर त्यसरी त्यति धेरै कुरा हुँदैन। अर्को साथी पनि हुनुहुन्छ गङ्गा भन्ने, उहाँ पनि हुनुहुन्थ्यो, उहाँ चाहिँ अहिले अस्ट्रेलिया जानुभयो। अनि सर म्यामहरूलाई सम्झिनु पर्दा बढी कसको याद आउँछ? कुन कुराले चाहिँ बढी याद आउने गर्छ? सर म्याम चाहिँ खास गरी मलाई धेरै याद आउने भनेको एम सर। के कारणले? उहाँले चाहिँ मलाई एकदमै माया गर्ने क्या, नेपाली पढाउने। अनि म पनि फेरि पढ्नमा पनि एकदमै राम्रो हुनुहुन्थ्यो? हजुर ठिकै त्यस्तो फेल चाहिँ भएन। अरू साथीको तुलनामा तपाईँ अलि एक्टिभ नै हुनुहुन्थ्यो पढ्नलाई भनेपछि? हजुर खासै त्यस्तो बाहिरी कुरा भन्दा पनि अलिकति सिरियस नै थिएँ सानैदेखि। अनि सर चाहिँ नेपाली पढाउने सरले चाहिँ एकदम माया गर्नुहुन्थ्यो, एम सर भन्ने, एम शर्मा। उहाँको चाहिँ धेरै याद आउँछ, उहाँको बढी सेन्सिटिभ हुनुहुन्थ्यो।
अब यो गीत सङ्गीतहरू निकाल्दै अगाडि बढिरहनु भएको छ, आफ्नै एल्बम चाहिँ कतिवटा आएछन्? मेरो आफ्नै एल्बम त अहिलेसम्म आफैले लगानी गरेको, आफ्नै मेहनत परिश्रमले निकालेका गीत भइसक्यो मेरो कति 12-13वटा भइसक्यो होला। 12-13वटामै आफैले लगानी गर्नुभएको छ। हजुर, मैले गरेको छ। मेला महोत्सवहरूमा के छ, कतिको व्यस्त हुनुहुन्छ? अहिले त कलाकारहरूको लागि दसैँ भनेकै मेला महोत्सव हो। मेला महोत्सव चाहिँ म खासै त्यति बाहिर चाहिँ हिँड्दिनँ। पहिला बागलुङ छँदा चाहिँ आफ्नै कारणले हो अथवा के हो? हजुर, अब बेबी हुनुहुन्छ मेरो एउटा। हजुर। अनि उहाँलाई चाहिँ अलिकति अब केयर गर्नु पर्यो, म नै छु नि त उहाँको लागि। अनि त्यही भएर बाहिरको कार्यक्रममा चाहिँ खासै त्यति हिँड्दिनँ म भन्दा पनि हुन्छ। पहिलाको जुन यहाँको माइतीमा हुँदाखेरि चाहिँ अलिकति घर परिवारको सपोर्ट साथ थिएन भनेर भन्नुहुन्छ, अहिलेको चाहिँ के छ? अहिले यहाँ जुन विवाह बन्धनमा बाँधिसकेपछि घर परिवारबाट कतिको साथ सहयोग छ? अहिले त एकदमै साथ सपोर्ट छ मलाई। अहिले चाहिँ मेरो श्रीमानको सपोर्ट चाहिँ धेरै छ। प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ यहाँले यो क्षेत्रमा लागिरहँदा चाहिँ? श्रीमान नै हुनुहुन्छ मेरो। श्रीमान नै हुनुहुन्छ? हजुर। उहाँकै साथ सहयोगले गर्दा तपाईँ आजको यो स्थानसम्म हुनुहुन्छ? हजुर, उहाँकै सपोर्ट हो। म यहाँसम्म आउनमा चाहिँ उहाँकै सपोर्ट हो। उहाँलाई अहिले सम्झिनु पर्दा कसरी सम्झिनुहुन्छ, के भन्नुहुन्छ यो कार्यक्रम मार्फतै? उहाँले गर्दा चाहिँ मेरो म्युजिकल क्षेत्र होइन, साङ्गीतिक क्षेत्र चाहिँ उहाँले गर्दा धेरै सहज बनाइदिनु भएको छ। अब आगामी दिनहरूमा अन्य गीतहरू आउने के छ? हुन त एक 1.5 महिना जति भयो यहाँको हालसालै बजारमा आएको होइन? यसपछि पनि केही प्लानिङ छ? हजुर, अब केही समयपछि फेरि बिस्तारै निकाल्दैछु। यो बेला अब हामी अन्तिममा पनि छौँ, कुन चाहिँ गीत गाउनुहुन्छ? एउटा वनको हरिङ्गडा भन्ने गीत गाउन चाहन्छु। आदरणीय दाइ हेमन्त कान्छा रसाइली दाइले र मैले गाएको गीत हो। जसलाई मेरो एक राति पिर छैन, उसकै यादले मन मेरो थिर छैन, वनको हरिना मोयाकै पिराले झन्डै मरिना, मोयाकै पिराले झन्डै मरिना। यो गीतले चाहिँ यहाँको जीवनसँग मेल खाएको हो कि छैन? त्यस्तो मेरो जीवनसँग मेल खाएको छैन। शब्द चाहिँ हाम्रो आदरणीय दाजु राजकुमार बगर दाजुको शब्द हो। अब उहाँले लेख्नु भएको हो नि त। यसमा चाहिँ मैले मेरो आवाज मात्र भरेको हो। अब हामी अन्तिममा छौँ। यो समयमा काजी पोडकास्ट हेरेर बस्नुहुने दर्शकहरूलाई, आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई के भन्नुहुन्छ? जुन यो स्थानसम्म आजको दिनसम्म ऋतु बोहरा चर्चा र परिचर्चा बटाउन सफल हुन्छ, गीत सङ्गीतहरूमै झुम्नु भएको छ यहाँकै गीतहरूमा होइन, के भन्नुहुन्छ यो बेला? आदरणीय दर्शकहरूलाई, काजी पोडकास्ट हेरेर बस्नुभएको दर्शकहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, गीत सङ्गीतको यात्रा जारी छ मेरो। सपोर्ट गरिदिनु होला, मलाई माया गरिदिनु होला। म चाहिँ गीत सङ्गीतको दौडानमै छु, सिक्ने क्रममै छु अझै पनि। म दर्शक महानुभावहरूको त्यो मायाले, त्यो सपोर्टले चाहिँ मलाई अगाडि बढाउन सक्छ। माया गरिदिनु होला भन्न चाहन्छु। हिजो अस्तिको दिनमा पनि माया गरिरहनु भएको छ होइन? यसै गरी माया गर्दै जानु होला। उहाँहरूको जति माया पाउनुहुन्छ, सल्लाह सुझाव प्रतिक्रिया पाउनुहुन्छ, त्यही अनुसार यहाँलाई अगाडि बढ्नको लागि थप हौसला प्रेरणा मिल्छ। यो बेला अन्तिममा कसको सम्झना गर्न मन लागेको छ? कसैलाई सम्झिन मन लागेको, कसैलाई केही भन्न मन लागेको छ? यतिखेर चाहिँ मेरो श्रीमानलाई नै सम्झिन मन लाग्छ मलाई। यहाँसम्म आइपुग्नुमा उहाँको ठुलो हात छ। हजुर, उहाँको ठुलो हात छ। मेरो श्रीमानज्यूको सपोर्ट अनि साथ प्रेमले गर्दा चाहिँ म यो स्थानमा छु। उहाँलाई नै सम्झिन्छु विशेष गरी। अनि
दर्शक महानुभावहरूलाई उहाँहरूको माया ममता बिना चाहिँ हामी अधुरो छौँ साँच्चै भन्ने भने। जुन बेला यहाँ काठमाडौँ जाने भनेर त्यो मनसाय बनाउँदाखेरि उहाँले साथ नदिनु भएको भए यहाँ के गर्नुहुन्थ्यो होला, आज कहाँ हुनुहुन्थ्यो होला है? एकदमै होइन, उहाँले चाहिँ मेरो कुरा चाहिँ खासै मलाई प्रेम गरेको कारणले पनि काट्नु भएको छैन अहिलेसम्म पनि। उहाँको कारणले नै म यो ठाउँमा छु। प्रेमको कुरा गरिरहँदा मागी विवाह अथवा भागी विवाह? हाम्रो चाहिँ खास भागी विवाह हो। हाम्रो चाहिँ लभ म्यारिज हो। जस अहिलेसम्म एकदमै माया पाएको छु मैले उहाँको। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो निम्तोलाई स्वीकारेर आइदिनु भयो। भोलिका दिनमा अझ चर्चा र परिचर्चा भएको देख्न हेर्न र सुन्न पाइयोस्। आगामी दिनहरू पनि हाम्रो निम्तोलाई स्वीकारेर पनि व्यस्तताको बावजुद पनि समय दिनुभयो। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच हजुरलाई पनि। हुन्छ, पक्कै पनि आजको यो समयमा हामी कुराकानी गऱ्यौँ। ऋतु बोहरा लोक तथा दोहोरी गायिका हुनुहुन्छ। लोकगीत सङ्गीत भन्ने बित्तिकै अझ पनि म धेरै कुराहरू सिक्न बाँकी छ, सिक्दैछु, सिक्ने क्रममै छु भनेर अघि नै पनि भनिसक्नु भएको छ। यहाँहरूले बुझि नै सक्नुभएको छ। जो बागलुङ जिल्लामा जन्मिएर नेपाली लोकगीत सङ्गीतमा म केही गर्छु भनेर बागलुङदेखि काठमाडौँसम्म म गीत सङ्गीतकै क्षेत्रमा लाग्छु भनेर त्यसरी चाहिँ उहाँले त्यो मनमा एउटा आँट एउटा हिम्मत लिएर अगाडि बढ्नुभयो कि एकजना चेली छोरी चेली मान्छे यहाँहरूलाई थाहा नै छ। मैले धेरै कुराहरू भन्नु पर्दैन, उहाँकै मुखारबिन्दुबाट पनि अघि नै भनिसक्नु भएको छ। महक क्रिएसनले साथ सहयोग र हौसला प्रदान गरेको व्यवसायमा महक रेकर्डिङ स्टुडियोमा यहाँहरू गीत सङ्गीत रेकर्ड गराउनका निमित्त पनि सम्झनै पर्ने एक उत्कृष्ट नाम रहेको छ। गीत सङ्गीतको लागि यहाँहरूले सम्झिनुहोला। जहाँ हुनुहुन्छ जता हुनुहुन्छ गीत सङ्गीत कहाँ रेकर्ड गराउने होला, अहिले महक रेकर्डिङ स्टुडियो जुन बालाज्यू वनस्थलीमा खुलिसकेको छ, यहाँहरूकै सेवामा हाजिर रहेको छ। सबै कुराहरू एकै छाना मुनि गीत सङ्गीतसँग सम्बन्धित सम्पूर्ण कामको लागि सम्झन सक्नुहुन्छ भन्दै आजको यो प्रस्तुति कार्यक्रम काजी पोडकास्टबाट पनि बिदा हुने बेला भइसकेको छ। फेरि पनि एकपटक लोक तथा दोहोरी गायिका ऋतु बोहरालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै म यहाँहरूकै साथबाट रमेश बस्नेत पनि आजको लागि बिदा भए। हस्त, नमस्कार।